पारा हो सरकार, ओ सरकार, हल्लो सरकार, यो के पारा हो? कन्फ्युज हुन्थे सधैँ यस्ता क्रियाकलापहरू देख्दाखेरि म कन्फ्युज हुन्थे, यो के पारा होला भन्ने खालको कन्फ्युजन हुन्थ्यो क्या दिमागमा। तर आज त्यस्तो केही कन्फ्युजन छैन। यो के पारा हो मलाई थाहा छ। यो के पारा हो भने के पारा हुन्थ्यो, बेइज्जती पारा हो यो। बोली कस्तो लाग्यो? कस्तो लाग्यो? राम्रो नराम्रो अथवा ठिकै कस्तो लाग्यो? ठिकै छ। कहाँसम्म हेर्नुभयो? भर्खरै सुरु गरेर रुको जरा सबर करो। वान होइन त त्यसपछि त्यो हेरिसके पछाडि एउटा क्वेसन आउँछ। हेर्नुहोस् दिमागमा एउटा क्वेसनले यस्तो हाल्छ कि कटप्पा नै बाहुबलीको क्यों मारा। तपाईँको कर्मचारी सरकारी काम छोडेर सरकारी कुर्सी छोडेर उहाँको घरमा पैसा उठाउन किन जानुभएको छ? अहिले भर्खरै 11 बजे तपाईँ यहीँ हुनुहुन्न कि कहाँ जानुभएको भनेर सोध्नु त उहाँलाई। नक्सा हामीले बनाएको हो, हामीले प्राइभेट काम हो भनेर तपाईँले र इन्जिनियरले बारम्बार भनेको कुरा मसँग रेकर्ड छ। तपाईँले बनाउनु भएको नि नक्सा त। तपाईँ यहाँ सचिवजीलाई सोधेको यो त नक्सा पैसा रहेछ भनेर सिम्पली लिनुहुन्छ। यहाँ बसेर दोकान चलाउने हो कि जागिर खाने हो भनेको, कि दोकान चलाउनु पर्यो कि जागिर खानु पर्यो नि। अब हामीलाई सूचना पहिले के थियो भने तपाईँले त्यहाँ मासिक रूपमा पैसा बुझाउनुपर्छ। मासिक रूपमा फोटोग्राफरहरूले तपाईँलाई पैसा बुझाउनुपर्छ, नत्र तपाईँले त्यहाँ फर्काउनुहुन्छ धम्क्याउनुहुन्छ। हामीलाई आएको सूचना यो थियो। अब हामीले त्यहाँ चाहिँ सर्च गर्दाखेरि के देखियो भने पैसा चाहिँ 13,000, सिजनमा 13,000 नत्र 10,000 त बुझाउनै पर्छ। कसलाई बुझाउनु पर्छ भन्दाखेरि मिलन दाईलाई बुझाउनु पर्छ। मिलन दाई तपाईँको डन, लेग साइडको डन हो तपाईँ। त्यो भेटिएपछि रकम उहाँले यहाँ फाल्नुभयो। के सर अब के छ त, के भन्न चाहनुहुन्छ? अब उसलाई अब कारवाही गर्ने हो। कारवाही गर्ने? सरलाई थाहा हुँदैन यस्तो चिज? मलाई थाहा छैन, थाहा हुँदैन पनि थाहा छैन भने थाहा हुनु पर्यो नि त। यसो बाहिर गरेको कुरा तपाईँलाई के थाहा हुन्छ? हजुर भित्र गएर तपाईँको कार्यालयभित्र उहाँले घुस लिनुभयो सर। तपाईँ कार्यालय प्रमुख होइन, तपाईँका कर्मचारीहरूको मोनिटरिङ गर्ने काम तपाईँको होइन कि तपाईँलाई पनि आउँछ पैसा? के सुन्छौँ भने सर, यातायातका हाकिमहरूले पैसा उठाउनलाई जिम्मा लगाएका हुन्छन् कर्मचारीहरूले, जुनियर कर्मचारीहरूलाई जिम्मा लगाएका हुन्छन्। म चाहिँ अब 1 महिना बाँकी रहेको मान्छे हो होइन, साउन बसी म निस्किने हो, मेरो पेन्सन बाँकी सकेको छ। जाने बेलामा अलिकति लिएर जाउँ भन्ने पनि हुन्छ नि त फेरि। के अरे आमाको दुध चुसेर भएन, बाबुको घुँडो चुसेर होला त। तपाईँले त्यस्तो कुरा त मसँग गर्न मिल्दैन। ठिक छ नमिल्ला, मैले त गरिसकेँ, अब के गर्ने? हजुर नेकपा माओवादी समाजवादी होइन त पार्टीको नाम, तपाईँ अध्यक्ष ठिक भनिरहेको छु होइन? मलाई सबैभन्दा पहिला सुन्न मन छ, तपाईँ माओवादी हो कि खाओवादी हो? लेकिन ये साला कर क्या रहा है यहाँ पे? हजुर सचिवजी, हजुर नाम शुभ नाम हजुर? नाम मोहन हजुर। मोहन के? ढुङ्गाना। मोहन ढुङ्गाना। हजुर सर। त्यो महेन्द्रपुलको रसबरीको स्वाद कस्तो थियो? अभी मजा आएगा ना भिडो। महेन्द्रपुलको रसबरीको स्वाद, रसबरी स्वाद त मिठो होला नि सर। मिठो थियो? हजुर सर मिठो होला। कति अरे? 3 लाख? त्यस्तो होइन नि साँच्ची भन्नुभयो। कुन रसबरी त मिठो थियो? 1.5 लाख? आराम हुन्छ? हजुर सो नाम सरको? मेरो दीपक पौडेल। दीपक पौडेल कर्मचारी हुनुहुन्छ? हजुर। ए यहीँको कर्मचारी हो तपाईँ? तपाईँको फोन नम्बर कति हो? 98,560,30,80। तपाईँको नम्बर हो? हजुर। तपाईँको आफ्नै नाममा छ? हजुर। ए पैसा कति लिनुभयो घुस? यहाँबाट गर्नलाई 5,000 रुपियाँ लिखित पास गरेको रेट छ, 2,000 रुपियाँ फर्म भरेको लाग्छ, 7,000 रुपियाँ कुम्ल्याउनु भयो होइन? 7,000 रुपियाँ दिपक सर तपाईँले भर्खरै घुस खानुभयो। त्यो घुस रकम तपाईँको खल्तीभित्र छ। तपाईँले केही कुरा गलत आरोप लगाउनु भयो। के कुरा गलत भयो भन्नुहोस् न। सरी सर, हजुरले चाहिँ गलत कुरा गर्नु। के गलत गरेँ सर? हजुर के गलत गरेँ मैले भन्नुहोस् न, भनिदिनुहोस् न, सबैलाई भनिदिनुहोस् न। तपाईँले चाहिँ छापामार शैलीले चाहिँ उ गर्नुभयो मलाई। छापा हान्न त अख्तियारको टोली छ त यहाँ, अधिकार प्राप्त अधिकारी छन् यहाँ। मैले उसँग चाहिँ फोटो खिच्थेँ, उसले चाहिँ मलाई चाहिँ रसिदमा राखेर दिएको थियो। मैले चाहिँ तपाईँले छापा हान्नुभयो भनेर भन्नुभयो, तपाईँले छापा हानेकै हो अख्तियार। छापामा भाउचर चाहियो सरलाई? के सर? भाउचर चाहियो नि होइन? सनराइज ब्याङ्कको भाउचर चाहियो होइन तपाईँलाई? ठिक छ हजुर, 2.5 लाख जम्मा गरेको यो भाउचर ठिक छ? के को सर? हजुर के को? के को भाउचर? फेरि भन्नु त, यता आँखामा हेरेर भन्नु। के अरे? के को अरे? रामो सुवेदीको खातामा 2,50,000 तपाईँले भने बमोजिम जम्मा गरेको भाउचर। कैसी लगी? बुझ्नु भएन? यो कसले जम्मा गरेको? उहाँले, तपाईँको सेवाग्राहीले। कहिले भने सर मैले? ए तेरी सर तपाईँ पनि म सिधै पैसा लिँदिनँ, पञ्जीकरणमा बुझाउने हो, रामो सुवेदीलाई बुझाउने हो भनेर तपाईँले भन्नुभएको छैन होइन? शुक्रबार पनि यो कुरा भएको छैन होइन?
छैन सर उहाँ शुक्रबार पनि भाषण ल्याउँछ उहाँलाई देखाउँ हारियो होइन घुस तिमीले मसँग पैसा सापडे लगेका हो कि होइन यसो यसो दिनमा लगेका हो कि होइन अनि यसो यसो भनेर लगेका हो कि होइन यो दिनमा तिर्ने भनेर लगेका हो कि होइन त्यसमा ल्याउनु त मसँग लगेको पैसा कुन पैसा